यो खबर सम्प्रेषण गर्दा म स्तब्ध छु। गर्भवती अवस्थामा रहेकी उहाँ रेणुका जो बच्चालाई जन्म दिन हिजो भरतपुर अस्पताल आउँदै हुनुहुन्थ्यो। दुःखद उहाँहरू चितुङ त टेक्नु हो तर अस्पतालसम्म आउनु नपाउँदै सदाका लागि अस्ताउनु भएको छ। रेणुका कडेल उहाँको सासु आमा, आफ्नो श्रीमान र आफ्नो पेटमा भएको बच्चा, घरमा एउटा छोरी र ससुरा मात्रै हुनुहुन्छ। आज 3 जना बच्चा गर्भमा रहेको बच्चासहित लिएर 4 जनालाई आज एउटै घटनाले सदाका लागि लगिदिएको छ। सवारी दुर्घटना पछिल्लो समय बढिरहेको छ। उहाँहरू सहित अन्य टोटल 7 जनाको दुःखद घटनास्थलमा निधन भएको कुराले सबै समाजलाई स्तब्ध बनाएको छ। आज एउटा बच्चालाई जन्माउने एउटा छोरीको चाहना अधुरो त भयो, आफ्नो जीवन पनि सदाका लागि अस्तायो। परिवारलाई यो पीडा, यो वज्रपात कति असह्य छ, कति गाह्रो छ, कसैले कल्पना गर्न सक्दैन। म यो विषयलाई जोड्न चाहेको छु। उहाँहरूप्रति सर्वप्रथम त हार्दिक श्रद्धाञ्जली, परिवारप्रति गहिरो समवेदना र दुःख व्यक्त गर्न चाहन्छु। सवारी चालकहरूलाई मेरो आग्रह, हजुर मात्र होइन, चालक एकजना मात्र हुँदैन, एकजनाले धेरै परिवारका सदस्यहरू बोकेर हिँडेको हुन्छ। किन हतार गर्छौँ? किन ड्राइभिङ गर्दै गर्दा तमसा गर्छौँ? धेरै म पनि हाइवेमा धेरै हिँड्छु, देख्छु धेरैको यति धेरै ओभरट्याक गर्नुपर्ने, जित्नुपर्ने, उसलाई जित्नुपर्ने। सायद हजुरहरू जित्नका लागि होइन, आरामसहित यात्रा गर्नुभयो भने सायद गन्तव्यमा पुग्न सक्नुहुन्छ। हजुर मात्र होइन नि त, हजुरले त एउटा परिवारका अन्य सदस्यहरूलाई बोक्नु भएको छ। कसैको इज्जत, कसैका अभिभावक, कसैका बालबच्चा, कसैका श्रीमान श्रीमती, सिङ्गो समाज बोकेर हिँड्ने चालक आत्तिएर हुन्छ, मात्तिएर हुन्छ, ओभरट्याक गर्न खोजेर हुन्छ। सायद हिजो चितवनको घटना स्पिडका कारणले भएको भन्ने छ। त्यो त अनुसन्धानको पाटो रह्यो, त्यो बाटोमा म जाँदिनँ, तर जे नहुनु दुःखद भयो नि त। अलिकति संयमित भइदिएको भए, अलिकति ख्याल गरिदिएको भए सायद यस्तो घटना घट्थेन। आज रेणुकाले अकालमा जान गुमाउनु पर्थेन कि? अझ पेटमा भएको एउटा बच्चा संसार देख्न नपाउँदै गुमाउनु पर्थेन कि? यो पीडा हो एउटा नारीका लागि, एउटा परिवारका लागि। सन्तान जन्माउने कति चाहना, खुसी, त्यो सन्तान ठुलो बनोस्, राम्रो बनोस् भनेर खुसीका साथ श्रीमान सासु सहित भरतपुर सन्तान जन्माउन आएकी रेणुका आज बिच बाटोमा अस्ताउनु पर्यो। आज रेणुकालाई जन्म दिने परिवार, आज यो परिवार कति पीडामा छ। सायद त्यो लापरवाही नभइदिएको भए